पोल्यान्डमा रोजगारीका लागि वर्क भिसा प्रक्रिया निकै नै व्यवस्थित र कानुनी प्रक्रियामा आधारित छ। यस प्रक्रियालाई मुख्यतया दुई भागमा विभाजन गर्न सकिन्छ। पहिलो कागजात डकुमेन्टेसन र दोस्रो दूतावास एम्बेसीको प्रक्रिया। कागजातको चरणमा सुरुमा आवेदन दिने प्रक्रिया आउँछ। यसपछि वर्क सबमिसन स्लिप प्राप्त हुन्छ, जुन आवेदन दर्ता भएको प्रमाण हो। यसका साथै वर्क परमिटको सफ्ट कपी र सम्बन्धित सहयोगी कागजातहरू आउँछन्। यी सम्पूर्ण डकुमेन्टेसन प्रक्रिया पूरा हुन सामान्यतया 4 देखि 5 महिनाको समय लाग्न सक्छ। त्यसैले आवेदकहरूले यस चरणमा धैर्य राख्नु आवश्यक छ। दूतावासको प्रक्रिया भने अलि भिन्न हुन्छ। जब तपाईसँग वर्क परमिटका कागजातहरू तयार हुन्छन्, तब दूतावासमा दर्ता रजिस्ट्रेसन प्रक्रिया सुरु हुन्छ। यसमा इमेल मार्फत प्रक्रिया अगाडि बढ्छ, जसमा भिसा आवेदन भर्ने, ड्र वा अपोइन्टमेन्टको प्रतीक्षा गर्ने र अन्ततः भिसा निर्णयको प्रक्रिया समावेश हुन्छ। यो चरण पूर्ण रूपमा दूतावासको नियम र कार्यतालिकामा निर्भर रहन्छ। आवेदकहरूले ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण पक्ष भनेको ठगीबाट बच्नु हो। आजकल धेरै नक्कली वर्क परमिटहरू आउने गरेकाले आफ्नो कागजात आधिकारिक स्रोतबाट आएको हो वा होइन भनी राम्रोसँग जाँच गराउनुपर्छ। तलब र आम्दानीको सन्दर्भमा पोल्यान्डमा कमाई कामको प्रकृति, अनुभव र सिपमा निर्भर रहन्छ। यदि कुनै व्यक्ति कुशल कामदार जस्तै वेल्डर, इलेक्ट्रिसियन वा अनुभवी ट्रक चालकको रूपमा जान्छ भने उसको आम्दानी उच्च हुन सक्छ। यसको विपरीत वेयरहाउस वा सामान्य निर्माण क्षेत्रका कामदारहरूको तलब फरक हुन सक्छ। यस प्रक्रियामा लाग्ने कुल खर्चको बारेमा पनि सचेत हुनुपर्छ। नेपाल वा अन्य दक्षिण एसियाली देशहरूबाट पोल्यान्ड जानका लागि एक निश्चित रकम लाग्छ, जसमा केही रकम भिसा प्रक्रिया सुरु हुनुअघि र बाँकी रकम भिसा लागिसकेपछि भुक्तानी गर्ने नीतिहरू अपनाउनु सुरक्षित हुन्छ। मौसम र वातावरणको कुरा गर्दा पोल्यान्ड युरोपमा रहेको एक सुन्दर मुलुक हो, जहाँ 4वटा ऋतुहरू स्पष्ट रूपमा अनुभव गर्न सकिन्छ। यहाँको मौसम अनुसार कामदारहरूले आफ्नो तयारी गर्नुपर्ने हुन्छ, विशेष गरी हिउँदको समयमा अत्यधिक चिसो हुने भएकाले सोही अनुसारको लत्ताकपडा र पूर्व तयारी आवश्यक हुन्छ। कामको खोजीमा रहनुहुनेहरूले आफ्नो सिप स्किल अनुसारको सही क्षेत्र छनौट गर्नुपर्छ। उदाहरणका लागि, यदि कसैसँग निर्माण क्षेत्रको अनुभव छ भने निर्माण कम्पनीहरूमा आवेदन दिनु बढी प्रभावकारी हुन्छ। अन्त्यमा पोल्यान्डको भिसा प्रक्रियामा सफलता प्राप्त गर्न कानुनी र आधिकारिक मार्ग नै उत्तम हुन्छ। जुनसुकै एजेन्सी वा परामर्शदातासँग काम गर्दा उनीहरूको विश्वसनीयता जाँच्नुहोस् र सम्पूर्ण प्रक्रिया बुझ्नुहोस्। आफूले आवेदन दिएको कम्पनीको सबमिसन स्लिप र वर्क परमिटको आधिकारिकता सुनिश्चित गर्नुहोस्। समय समयमा आउने नयाँ नियमहरूका बारेमा जानकारी राख्नुहोस्, किनकि युरोपेली देशहरूको भिसा नीतिहरूमा समय समयमा परिवर्तनहरू भइरहन्छन्। दृढता र सही जानकारीका साथ अगाडि बढेमा पोल्यान्डमा रोजगारीको अवसर पाउनु असम्भव छैन। यो प्रक्रियाका सम्पूर्ण चरणहरू पालना गर्दा आवेदकले आफ्नो भिसा र कार्यपत्रको सुरक्षा सुनिश्चित गर्न सक्छन्। याद राख्नुहोस्, दूतावासले दिने अपोइन्टमेन्ट र भिसाको निर्णयमा कुनै पनि एजेन्ट वा व्यक्तिले हस्तक्षेप गर्न सक्दैन, त्यसैले यस्ता आश्वासन दिनेहरूबाट सचेत रहनुहोस्। आफ्नो करियर र भविष्यका लागि सधैँ धैर्यता र मेहनतलाई प्राथमिकता दिनुहोस्। आधिकारिक वेबसाइटहरू र परामर्शदाताहरूको सहायता लिई आफ्नो कागजी काम पूरा गर्नु नै यस यात्राको पहिलो पाइला हो। प्रक्रियाको प्रत्येक मोडमा ध्यान दिनाले अनावश्यक झन्झटबाट बच्न सकिन्छ। पोल्यान्डको वर्क परमिट र रोजगारी सम्बन्धी जानकारी लिँदा आधिकारिक सरकारी स्रोतहरूको प्रयोग गर्नु निकै महत्त्वपूर्ण छ। यसले तपाईलाई ठगीबाट बचाउन र सही कानुनी प्रक्रियामा अगाडि बढ्न मद्दत गर्दछ। वर्क परमिटको आधिकारिकता जाँच्ने सरकारी स्रोत पोल्यान्डमा वर्क परमिटहरू विशेष क्षेत्र बोइवुडसिप कार्यालयहरूबाट जारी गरिन्छन्। वर्क परमिट सक्कली हो वा नक्कली भनी जाँच्न कुनै एउटा मात्र केन्द्रीय पोर्टल छैन, किनकि यो सम्बन्धित क्षेत्रीय कार्यालयले जारी गरेको हुन्छ। त्यसैले तपाईले आफ्नो वर्क परमिटमा उल्लेख गरिएको बोइवुडसिप अफिसको आधिकारिक वेबसाइट, जसको अन्त्य .gov.pl मा हुन्छमा जानुपर्छ। त्यहाँ फरेनर्स वा वर्क परमिट सेक्सनमा गएर आफ्नो केस वा परमिट नम्बरका आधारमा स्थिति जाँच्न सकिन्छ। यदि अनलाइन सुविधा उपलब्ध छैन भने उक्त कार्यालयको आधिकारिक इमेल वा फोन नम्बरमा सम्पर्क गरी सोधपुछ गर्नु नै सबैभन्दा सुरक्षित विधि हो। वर्क परमिट सम्बन्धी थप जानकारी तपाईले सरकारी पोर्टल praca.gov.pl मार्फत रोजगारदाताले विदेशी कामदार राख्ने प्रक्रियाबारे विस्तृत जानकारी पाउन सक्नुहुन्छ। यो पोर्टलले पोल्यान्डको श्रम बजार, वर्क परमिटका प्रकारहरू र विदेशी नागरिकहरूका लागि आवश्यक पर्ने कानुनी प्रावधानहरूको बारेमा आधिकारिक जानकारी प्रदान गर्दछ। यो वेबसाइट पोल्यान्डको परिवार, श्रम र सामाजिक नीति मन्त्रालय अन्तर्गत सञ्चालित छ, त्यसैले यहाँ दिइएका जानकारीहरू पूर्णतया भरपर्दो हुन्छन्।
रोजगारी खोज्ने आधिकारिक प्लेटफर्महरू नेपालबाट वा विदेशबाट पोल्यान्डमा काम खोज्नका लागि सरकारी केन्द्रीय रोजगारी प्रस्ताव डेटाबेस, सेन्ट्रल जब अफर डेटाबेस सबैभन्दा भरपर्दो माध्यम हो। तपाईँ oferty.pray.gov.pl मा गई त्यहाँ दर्ता भएका आधिकारिक रोजगारदाताहरूले राखेका विज्ञापनहरू हेर्न सक्नुहुन्छ। यसका साथै निजी क्षेत्रमा pracuj.pl, praca.pl र olx.pl जस्ता साइटहरू पनि निकै लोकप्रिय छन्। तथापि, जुनसुकै साइट प्रयोग गर्दा पनि रोजगारदाताको दर्ता नम्बर NIP/KRS जाँच गरेर मात्र अगाडि बढ्नुहोला। सावधानीका उपायहरू कुनै पनि एजेन्ट वा अनधिकृत व्यक्तिले ग्यारेन्टी भिसा दिन्छु भन्दै ठूलो रकम मागेमा सावधान रहनुहोस्। आधिकारिक प्रक्रियामा सधैँ समय लाग्छ, त्यसैले हतारमा गरिने आर्थिक कारोबारहरू जोखिमपूर्ण हुन सक्छन्। सधैँ पोल्यान्ड सरकारको आधिकारिक वेबसाइटहरू जस्तै gov.pl सँग सम्बन्धित लिङ्कहरू मात्र प्रयोग गर्नुहोस्। यदि तपाईँलाई कुनै रोजगारदाता शङ्कास्पद लागेमा उनीहरूको कम्पनी दर्ता विवरणहरू पोल्यान्डको नेसनल कोर्ट रेजिस्टर KRS मा जाँच गर्न सक्नुहुन्छ। आफ्नो कानुनी अधिकारका बारेमा जानकार रहनु नै सुरक्षित वैदेशिक रोजगारीको पहिलो पाइला हो।